This program is brought to you by SB Krishi Mart, Nisarga Hospital, Kailali Model Secondary School. Our pre-sponsors: Vishal Mobile Shop, Manjushree Finance Limited, Fast Food Corner, Thakur Agro Industry, Wikits Dhangadi, Tiny Tots Kindergarten, Khilmandu Dhangadi, Assume Trade, Edupol Nepal, Srijanshil Sahkari, our food partner, Portly Foods. This program is supported by Patricia Production Autaria, Baba Canvas and Frames, Basar Yuva Club, The Twins Dance Institute, Rajo Sound Mahendranagar, Musics of Dhangadi, Saja Sangeet Autaria, Far West Dreams Event, DJ Max Sound and Lights, DJ Ashok, Sportwear Motichok Dhangadi, NM Events. Our voting partner, eSeva. मैले भन्थे धाराको पानी साह्रै नि चिसो नखाऊ नानी, मरे नि तिर्खैले। तर बाबैले भन्थे कलको पानी रक्सी गनायो, तर बाबैले भन्थे कलको पानी रक्सी गनायो। हे आमैले भन्थे धाराको पानी साह्रै नि चिसो नखाऊ नानी, मरे नि तिर्खैले। तर बाबैले भन्थे कलको पानी रक्सी गनायो, तर बाबैले भन्थे कलको पानी रक्सी गनायो। कालो कालो केस तिम्रो सेतै भइगयो, तर कालो अनुहार चाहिँ कालै भइगयो। अझै पनि हार्दिन मन मेरो, मौका पाए झारिदिन्छु सेकी तेरो। भइगयो यस्ता कति गए कति आए, के सम्झे आफूलाई जोडी खोज्ने मलाई। सररर सररर तुम्बा तारी, सररर सररर तुम्बा तारी, साथी भए मतवाली। सररर सररर तुम्बा तारी, घरमा जान्छन् हात खाली, घरमा जान्छन् हात खाली, खान्छन् बुढियाको गाली। सररर 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 सररर। हे आमैले भन्थे सुकाको मासु साह्रै नै काचो नदेऊ सासु, मरे नि भोकैले। तर बाबैले भन्थे बासी झोल रक्सी गनायो, तर बाबैले भन्थे बासी झोल रक्सी गनायो। बाबैले भन्थे बासी झोल रक्सी गनायो। कडा आयो भाइ, कडा आयो भूपेन्द्र भाइ। होइन, कलको पानी रक्सी गनायो, यो गीत चाहिँ हामी पहिला अलिक सानो थियौँ होइन, त्यति बेला यो चाहिँ कुन चाहिँ मुभीको हो मलाई त ठ्याक्कै थाहा भएन, तर यो गीत चाहिँ हामी सुन्थ्यौँ कि
यो गीत सुन्यो भने हामीलाई एकदम भित्र मनबाट चाहिँ होइन एकदम इन्टरटेनिङ एकदमै लाग्थ्यो कि अब उति बेला चाहिँ युनिक लाग्थ्यो यो गीत। किन भन्दाखेरि यसको जो गीत भनौँ न जो बिचमा चाहिँ क्लासिकल पिसहरू जो सानो छ नि त, सानो भए पनि चाहिँ त्यसले चाहिँ त्यो गीतलाई चाहिँ एकदम पर्फेक्ट बनाएको छ कि। अनि आजको पर्फर्मेन्सको कुरा गर्नु पर्दाखेरि एकदमै तिमीले चाहिँ होइन एकदमै राम्रो भनौँ न 10मा म चाहिँ 8 चाहिँ दिन चाहन्छु यसमा होइन, मेरो आफ्नो पर्सनल भ्यूमा एकदमै राम्रो छ। तिमीले बिचको चाहिँ क्लासिकल पिसलाई पनि एकदमै राम्रो निभायो, तर लास्टमा तिमीले यार त्यो सिद्धिने बेलामा अलि दिनुपर्छ नि ज्याम अप, त्यो चाहिँ अलि छुट्यो के, त्यो अलि हुनुपर्ने हो लास्टमा, त्यो चाहिँ अलि मिसिङ भएको जस्तो लाग्यो मलाई। अरू चाहिँ बाँकी चाहिँ एकदमै बबाल छ, बबाल। बेस्ट विसेस। हजुरहरूलाई भूपेन्द्र बोहराको आवाज एकदमै राम्रो लाग्छ भने ई सेवामा गएर उहाँलाई भोट गर्न सक्नुहुनेछ। उहाँको भोटिङ कोड रहेको छ 02।